रुकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नम्बर 4 श्री ज्ञानोदय माध्यमिक विद्यालय गोतामकोट दरबन्दी विज्ञापन हुँदा आठबिसकोट नगरपालिकाको उपमेयर धनकुमारी साई धनकुमाउने लक्ष्य सहित अगाडि बढ्नु भएको रहेछ। श्री ज्ञानोदय माध्यमिक विद्यालयमा कर्मचारी नियुक्ति गर्दा कविराम विकबाट 40,000 पैसा यानि कि नास्ता पानी अब के हो त्यो म जान्दैन, उहाँले आफै हस्ताक्षर गर्नुभएको यो प्रमाण हेर्नुहोस्। अब यसलाई भन्नुहोस् यो भ्रष्टाचार हो होइन। यस्तो कुराहरू धेरै छन्। परेको बजेट अलपत्र, परेका भवन अलपत्र। यो नगर प्रमुख रवि केसीज्यू तपाईँ पनि ध्यान राख्नुहोस् यसमा। नगर प्रमुख भइसकेपछि आफ्नो नगरपालिकामा भएका वडाहरूमा ध्यान गर्नुपर्छ। अब रुकुम जिल्लाको पालिका नगरपालिकामा सबै जेएनजी टिमहरू मिलेर यस्ता कुराहरू खोजतलास गर्नुपर्छ हामीले र यिनीहरूलाई यस्ता कसिङ्गरहरू जरैदेखि उखालेर फाल्नुपर्छ। आउनुहोस् हातेमालो गरेर अगाडि बढौँ।